यो व्हाट्सअप दोस्तों, वी आर बैक अगेन विथ न्यू ब्लॉग। सो आज हम लोग आए हैं नेपाल के एक प्रसिद्ध नगरपालिका देवदह नगरपालिका के एक प्रसिद्ध गांव जो कि एकदम सुंदर है। और नाम क्या गांव का? और गांव का नाम हमको उतना ज़्यादा पता नहीं है, लेकिन कुछ तो है। और हमारे साथ हैं मिस्टर कमल पंखे ने। तो आप बोलिए, क्या लगता है आपको इस बारे में? तिमी गान्डु लाग्छौ, अरु मलाई केही थाहा छैन। गान्डु दिदीले हलो जोति राख्नु, दिदीले हलो जोत्दै गर्नु छ क्या यार। सो हामी केशवजीलाई के भन्न चाहन्छौँ, केशवजीलाई हामीले के भन्न चाहन्छौँ सर? हेलो केशवजी, हाउ आर यु? केशवजी हाम्रो साथी हुनुहुन्छ भाइ, उहाँलाई हामीले यु मिस द मोमेन्ट भन्न चाहन्छु। र हाम्रो कमलको साथी पनि हिँड्नु भएको छ केशवजी नआएको उपलक्ष्यमा। सो गाइज, हामीहरू एकदम राम्रो ठाउँमा छौँ होइन। देवदहको यो कुन ठाउँ भन्ने भुलेले हो कि के ठाउँ भन्ने हो यो, र यहाँ चाहिँ केउली भन्ने ठाउँ हो होइन। र यहाँ चाहिँ एकदम राम्रो दृश्यहरू रहेका छन्। म तपाईँलाई अगाडिबाट देखाइदिनेछु गाइजहरू। वास्तवमा दाइ हुन्छ नि त। कमलजीले उहाँ ट्र्याक्टर जोत्ने दिदी हो भन्दै थियो, अहिले दाइ हुनुहुँदैछ, त्यही भएर कमलजी एकदम सकमा हुनुहुन्छ। र बाँकी कुरा कमलजीको मुखा र बिन्दुबाट हामीहरू सुन्नेछौँ। सर टेक इट। सरी सर सरी, हु आर यु? सर सरी, हु आर यु? सर ठिकै हुन्थ्यो सर चाहिँ नभेटेको भए ठिकै हुन्थ्यो भन्ने गीतमा एकदम घुलमिल हुनुभएको छ। ल हेर के सब यस्तो छ कि खासमा कुरो भनेको के भन्दाखेरि होइन, यस्तो रमाइलो ठाउँमा छौँ हामीहरू। तिमी अब त्यतै छौ के अरे होइन। अब ठिक छ, त्यसलाई हामीले नकार्न सक्दैनौँ होइन। ठिक छ, केही छैन। अन्त थाहा पनि त दिएन नि हामीले। यो रहेको छ अगाडिको दृश्य। सो वी आर अन द पसल छैन भन्ने कुरा भएको छैन। पसल छ कि किन्न हुन्थ्यो र हामी चाहिँ अलिकति पानी तिर्खा लाएर म एउटा फ्रुटी खानको लागि पसलको खोजीमा छु। र पसल भेटेला भन्ने हामीलाई साथ दिँदै हुनुहुन्छ मिस्टर च्याम्पु ल्याम्पुजीले। हेलो, उहाँले सिरियस हुनुहुन्छ। कति कुकुर रहेछ यो गाउँमा त? धेरै कुकुर है। ओए कुरा गर्न उता मिला, हाम्रो राजदूत हिँडेछ, कुरा मिलाउने छैन, अगाडि हिँड्दा छ। छोडिदिने नि फेरि जहाँ पनि। अहिले हाम्रो दुईजना साथी हुनुहुन्छ हामीहरूसँग, र हाम्रो गाउँ पनि पाकेको छ यतातिर। र बाँकी कुराहरू हामी अवश्य गर्ने नै छौँ। पसल पनि आइसकेको छ र अब हामीहरू 1 घन्टा फ्रुटी खानेछौँ। त्यसपछि हामीहरू छिटो नै भेट्नेछौँ। रेडियो सुन्दै गर्नुहोला। हस्त धन्यवाद। ओ भाइगड फेरि कुकुर। तर हामीले अहिलेसम्म 20-30वटा कुकुर त देख्यो होला होइन कमल? यार, तर गाउँतिर पनि धेरै आएन कुकुरहरू। लेट्स सी वाट ह्यापन। सो गाइज, हामीहरूले चाहिँ खाद्य पदार्थहरू लिएर हिँडेका छौँ। देखाइदिनु त कमलज्यू, हामीले के लिएर हिँडेका छौँ? हामीसित केही छैन, दुईटा कुरकुरे र ठ्याक्क स्प्राइट लिएर हिँडेका छौँ फर सम रिफ्रेसमेन्ट। बनाउँला, किन नबनाउने र हामी त एकदम। र ठाउँ चाहिँ राम्रो छ गाइजहरू। मोस्ट रिकमेन्डेड प्लेस इन द नेपाल फर भिजिटिङ सर्ट टाइम पिरियड। र अबको बाँकी कुरा सुँगुर पनि रहेछ गाइज यहाँ। बाँकी कुरा कमलजीले गर्नुहुन्छ। कमलजी केही कुरा गर्नु? तपाईँ के हो र यार? कमलजी कुरा गर्नुपर्छ कि? कुरा त गर्नुपर्छ कि? छोडिदिउ बे, छोडिदिउ बे। ठिक छ बे, ठिक छ बे। र हामीहरू ब्याक क्यामेराबाट पनि देखिरहेका छौँ र यहाँबाट सो गाइज, हामी चाहिँ सिरियसली रूपमा भन्नुपर्दा आज बिदाको दिन होइन, म बिदा लिएको थिएँ। र बाँकी कामहरू चाहिँ 1-2टा कामहरू त्यो सकाएर हामी चाहिँ कमलजीसँग दिउँसो भेट भयो। त्यसपछि कतै जाम न भनेको कमलजीले रिकमेन्ड गर्नुभएको यो प्लेस चाहिँ। कमलजी बताइदिनुहोस्, यस्तो जनताहरू आउन चाहेछन् भने। मैले केही भनेको सर तपाईँलाई? त्यस्तो पनि गर्नुपर्छ ठाउँमा नमाने पर यस्तो पिट्न पनि पर्छ बेला। र यहाँ चाहिँ खेतपात पनि अलिअलि गर्नु। ब्याकग्राउन्डमा यही म्युजिक राख्नुपर्छ कि? साँच्चै यही ब्याकग्राउन्ड म्युजिक भेटिहाल्यो, अब छुट्नै पर्यो जिन्दगीको खेला, छाडी जाने नै हो फेरि त्यही नभेट्दा साथै जान्थ्यो समय। मान्छेले हिँडेको बनाउँदैन, पछाडिको त कसरी बनाउनु? अबे हाम्रो ओके त्यही त के, यसरी बनाउन। कसरी? हजुर
ए उता भन्नुभएको हामीले फेरि झुक्केछौँ कि हामी फेरि झुक्किने मान्छे फेरि कुकुरलाई होइन यो उसको लागि बारेको धुलो जान्छ भन्दा क्या होइन कि कुकुरले त के गर्छ नि त तरकारीलाई ए कृषि विशेषज्ञ कमल हेर मायाले भने विषय पनि पिलिउँला झाले रुमाल भन्ने गीत छैन तिमीसँग नाच्ने यसो नाच्नेसँग मेरो गाईहरू कता हिँडेको बिजुली भएर हट भएर भन्ने हामीसँग कुकुरजीहरू पनि साथमा हुनुहुन्छ फर प्रोटेक्सन अस ओ माई गड ए अरू जे जस मेरो बाइक सलामत हुनु पऱ्यो मलाई अरू केही चाहिएन हेलमेट मात्रै होला नि भाग हाल्यो भने त गुल्टिन्छ होला है जोस्टिने चाहिँ यता बाटो मेरो बाइक पाइन फेरि छिचिदिन कि मलाई डर लागिसक्यो दौडन त नदौड मेरो भुइँ लाग्छ अलिकति गाईहरू यत्रो धेरै होइन यत्रो हामी पुलमा आइसकेको छ गाईहरू यहाँ चाहिँ विद्यार्थीहरू आछन् मेरो बाइक में आ रहा हूँ ए गाडी आ रहेछ क्या हेलो नानी हेलो नानी हेलो गरिदिऊ नाम के हो तिम्रो हेलो नानी हेलो गरिदिऊ यिनी डराउनु रहेछन् क्यामेरामा यही गाडीमा प्याक भएछ हेर त हामीसँग कुकुरजी पनि हुनुहुन्छ र वी आर अन द गाइड्स यहाँभन्दा उता त कहाँ जाने यहीँ बसौँ बाइक त्यहीँ रहेछ कि अब त हामी खोइ गएन कि धेरै टाढा त अब हामी हिँड्ने हो क्या साथीहरू हामी चाहिँ यस्तो राम्रो लोकेसनमा आएका छौँ र यहाँ चाहिँ विद्यार्थीहरू पनि आइरहेका छन् होइन यहीँ बसेर खानु त चिप्स फिप्सहरू अब कुकुरजी पनि हुनुहुन्छ कुकुरलाई एउटा चिप्स दिन्छ हामीले यता आएर कहाँ हो त्यहीँ बस्ने उता त नजानु होला एकैछिन त्यहाँ मिटिङ चलिरहेको रहेछ तर यहाँबाट भ्यू राम्रो देखिन्छ तर अब यतै बस्छौँ कसले हल्ला खाएर गान्डु बस्ने ठाउँ बनाएको तल नि बस्ने ठाउँ नाच्नुपर्छ कमल एकैछिन यो मोमेंट मिस गर्न नै चाहिए हमको मैले अघि सुनेको थिएन बे बस्ने ठाउँ अब चिल हान्ने ठाउँ अब होइन बे गान्डु हामी चाहिँ यस्तो च्याङ्कल इन द क्वान्टिटी इन द कन्टेक्स्ट अफ नेपाल इन द चाहिने ठाउँमा आएका छौँ र यहाँबाट हामी बसेर चट्ट भ्यू हेर्दै खाँदै ल्याम्पु च्याम्पु पारेर मलाई हाम्रो मेटेरियलहरू झिकिहाल्नुहोस् हेमलेट राख्छु नबिर्सी है कमल फेरि बिर्सेन बहुत चाहिँ हुन्छ कि गीत बजाऊ बे त्यही अहिले भर्खर लाएको माया बजाऊ लाको माया रे कैलाई भन्ने गीत चाहिँ मेरो मुखमा दोहोरिरहेको थियो गाइजहरू द्याट्स वाइ वी आर इन द ट्रेकिङ वान्स अगेन ओ भाइ साहब के बाटो ल्यायो तिमीले के बाटो होइन यो त हामी उताबाट गयो होइन हामी गाइजहरू थोरै ट्रेकिङ हिँडिरहेका छौँ फर द हेल्थ इम्प्लिमेन्टेसन बिकज वी आर भेरी लेजी पर्सन आफ्टर अ long time we are having fun together for the memories, for the future generation, for the kingdom of the pride. That's why we are gonna कहाँ लिएर हिँडेको भए तिमीले यार यस्तो जङ्गल हुँदी यार गान्डु कमलले कहाँ लिएर हिँडेछ नि यिनले अहिले म लोटेँ भने कसम यिनले धोबी रामदुलाई भेट्छन् मेरो
Oh my god, what the hell is going on happening here, man? OMG. WTF. कुरो सुरु त ला होला के अलिअलि होइन यहाँ रहेछ अरे कुरो लाए लागोस् केही भएन अलिअलि चिना पनि त चाहियो नि So guys, here we are finally here for our parking area, in our parking area. That's why we are going further now. Okay. के भन्न चाहनुहुन्छ? ल निस्किम भन्न चाहन्छु मैले. ओके, धेरै धेरै धन्यवाद कार्यक्रम सञ्चालक. Guruji, you missed the moment. So next time you have to come together also. ल